विकास र समृद्धिको मूलाधार शिक्षा, विकास र समृद्धिको मूलाधार शिक्षा, शिक्षा बिना पुरा हुन्नन् मानवका इच्छा, शिक्षा बिना पुरा हुन्नन् मानवका इच्छा। बागमती प्रदेश सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगतर्फ अवस्थित सदरमुकामदेखि अन्दाजी 27 किलोमिटर पूर्वमा पर्ने जुगल हिमाल दृश्यसँगै प्राकृतिक रमणीय वातावरण रहेको जुगल गाउँपालिका वडा नम्बर 5 बराम्चीको लुइङ डाँडामा अवस्थित यस विद्यालय विक्रम सम्वत 2026 सालतिर शिक्षाको आवश्यकता महसुस गरी निकै चुनौतीको साथ खुल्ला चौरमा विद्यार्थीहरू लेख्नको लागि सानो फल्याकको काठलाई कालो रङ दली आउने गर्दथ्यो। उनीहरूले पढ्ने चौर जहाँ मृतक मानिसहरूको सम्झनामा निर्माण गरिएको मानेहरू रहेको थियो, साथै उक्त ठाउँमा निर्माण गरिएको चौतारीको ठुलो सिमलको रुख पनि रहेको थियो। उक्त रुखको फेदमा घाम पानी हावाहुरी आउँदा विद्यार्थीहरू र शिक्षकहरू ओत लगाएर बस्नुहुन्थ्यो। यही चौतारीबाट जुगल गाउँपालिका वडा नम्बर 5 साबिक बराम्ची गाविस वडा नम्बर 7 निवासी स्वर्गीय शिक्षक श्री अर्जुन अधिकारीले यस ठाउँमा शिक्षाको बीजारोपण गरेको इतिहास पाइन्छ। यस कठिन परिस्थितिहरूलाई सामना गर्दै यस विद्यालयको संस्थापक तथा शिक्षा प्रेमी व्यक्तित्वहरू स्वर्गीय चतुरमान झाँक्री र मुक्तिलाल तामाङको अगुवाईमा स्वर्गीय रूपलाल झाँक्री, स्वर्गीय दावादोर्जे तामाङ, स्वर्गीय म्लाङ्गै तामाङ, स्वर्गीय रूपसिंह तामाङ, स्वर्गीय ङेमा लामा, स्वर्गीय हिरालाल तामाङ, स्वर्गीय सोमदोर्जे तामाङ, स्वर्गीय धन लामा, स्वर्गीय सिंगा तामाङ, स्वर्गीय जितलाल तामाङहरूले वनबाट काठहरू ल्याएर काठको खम्बाहरू गाडेर स्याउलाको छानो छाएर खुल्ला चौरबाट स्याउलाको गोठभित्र बसी कक्षा सुरु गरिएको जनश्रुति पाइन्छ। शिक्षा मानव सभ्यताको विकाससँगै सुरुवात भएको पाइन्छ। शिक्षा नै व्यक्तिको चेतना खुलाई समाज विकासमा सशक्त योगदान दिने माध्यम शिक्षा हो। शिक्षा आर्जन गर्ने गहना रूपी विद्याको मन्दिर विद्यालय हो। यस विद्यालयको नामाकरण यसै वडामा रहेको धार्मिक मन्दिर श्री दबोङ पोखरी महादेव थानको नामबाट नामाकरण गरिएको पाइन्छ। बीचमा विभिन्न समस्याका कारण विक्रम सम्वत 2032 सालदेखि 2044 सालसम्म विद्यालय बन्द गरिएको भन्ने जनआवाज सुन्न पाइन्छ। पुनः विक्रम सम्वत 2045 सालमा तत्कालीन शिक्षा प्रेमी व्यक्तित्वहरू श्री दलबहादुर लामा, श्री धनदोर्जे तामाङ, श्री दिलबहादुर तामाङ, जयबहादुर लामा, दावा साङ्बो तामाङ लगायतका सामाजिक अभियन्ताहरूको सक्रियतामा जिल्ला शिक्षा कार्यालयबाट कक्षा 1 को अनुमति र स्वीकृति प्राप्त गरी विद्यालय शिक्षाको सुरुवात भएको पाइन्छ। क्रमशः कक्षा 1, 2, 3 को अनुमति प्राप्त गरी विक्रम सम्वत 2053 सालसम्म प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएकोमा विक्रम सम्वत 2054 सालमा कक्षा 4, विक्रम सम्वत 2055 सालमा कक्षा 5 को अनुमति प्राप्त गरी प्राथमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको थियो। विद्यालय शिक्षालाई विकास गर्दै जाने क्रममा विक्रम सम्वत 2067 सालबाट निमावी तहको शिक्षा प्रदान गर्ने उद्देश्यले क्रमशः कक्षा 6, 7 र 8 को अनुमति प्राप्त गरी आधारभूत तहको विद्यालय शिक्षा प्रदान गर्दै आएको छ। साथै नेपालमा सङ्घीय संरचना सुरु भएपछि यस विद्यालयको शैक्षिक सुधारको लागि समाजसेवी सोमछिरिङ तामाङले विद्यालयप्रति निकै महत्त्वपूर्ण योगदान गर्नुभएको छ। उहाँले गर्नुभएको यो कार्य सदा स्मरणीय रहनेछ। यस विद्यालयमा विभिन्न समयमा विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरू स्वर्गीय दलबहादुर लामा, श्री धनबहादुर लामा, श्री कालदेन दोर्जे लामा, स्वर्गीय ङेमा लामा, श्री आशालाल तामाङ, श्री जङ्गलाल तामाङ, श्री हरिदोङ, श्री नन्दलाल तामाङले गर्नुभएको महत्त्वपूर्ण योगदान प्रति विद्यालय परिवार सदा ऋणी नै रहनेछ।
विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरूको हालको विवरण यस प्रकार रहेको छ। सोमछिरिङ तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, हिरादोङ सदस्य, चमर सिंह लामा सदस्य, फुरग्याल्मो तामाङ सदस्य, रिवाल तामाङ सदस्य, जलमाया तामाङ सदस्य, पेमा डोल्मो तामाङ सदस्य, दिनोनाथ अधिकारी शिक्षक प्रतिनिधि र चेतनाथ उपाध्याय सदस्य सचिव रहनु भएको छ। यस विद्यालयको भौगोलिक अवस्था सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट 27 किलोमिटर उत्तरतर्फ रहेको जुगल गाउँपालिका वडा नम्बर 5 बरामसीमा यो विद्यालय रहेको छ। अरनिको राजमार्ग बलेफीबाट 18 किलोमिटर उत्तरतर्फ चनौटेबाट 4 किलोमिटर पूर्वपट्टि यो विद्यालय रहेको छ। यस विद्यालयको सेवा क्षेत्र घ्याङडाँडा, पोखरी, खाङ्ग्राल, गोङ्गासी, सानो झिरगाउँ, झिरगाउँ, मान्जे, हिचे, वामराङ, थाङसिङ डाँडा र घ्याङटोल रहेको छ। यस विद्यालयको पूर्वमा सानो झिरगाउँ, पश्चिममा श्री रत्न राज्य माध्यमिक विद्यालय, उत्तरमा थाङसिङ डाँडा, घ्याङटोल, वामराङ र दक्षिणमा गोङ्गासे, पोखरी र खाङ्ग्राल पर्दछ। यस विद्यालयको कुल क्षेत्रफल 3 रोपनी 15 आना 7 पैसा 3 दाम रहेको छ। विद्यालयले चर्चेको जग्गा मध्ये श्री लालबहादुर तामाङ, श्री धनबहादुर तामाङ, श्री लक्ष्मण तामाङ र श्री पासङ तामाङबाट विद्यालयलाई आवश्यक जग्गा उपलब्ध गराई विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएकोमा उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको यो उदाहरणीय सहयोगको विद्यालयले सदा स्मरण गरिनेछ। अब यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको विवरण यस प्रकार रहेको छ। विद्यार्थी विवरण 2082 कक्षा ECD देखि कक्षा 5 सम्म जम्मा छात्रतर्फ 44 जना र छात्रतर्फ 40 जना गरी जम्मा 84 जना रहेको छ। त्यसै गरी कक्षा 6 देखि कक्षा 8 सम्म छात्रतर्फ 14 जना र छात्रतर्फ 7 जना गरी जम्मा 21 जना रहेको छ। यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको कुल संख्या छात्रतर्फ 58 जना र छात्रातर्फ 47 जना गरी यसै शैक्षिक सत्रमा यस विद्यालयमा 105 जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। शिक्षक अभिभावक सङ्घको पदाधिकारीहरूको विवरण यस प्रकार रहेको छ। साङ्बो लामा अध्यक्ष, माइली तामाङ सदस्य, हिमाल तामाङ सदस्य, हिमबहादुर तामाङ सदस्य, दावा तामाङ सदस्य, साङडोल्मो तामाङ सदस्य, सरस्वती पौडेल शिक्षक प्रतिनिधि। हाल यस विद्यालयमा कार्यरत शिक्षकहरूको विवरण यस प्रकार रहेको छ। क्रम संख्या नम्बर 1 चेत नारायण उपाध्याय, ठेगाना जुगल गाउँपालिका वडा नम्बर 5, नियुक्तिको किसिम स्थायी, तह श्रेणी प्रावि शिक्षक द्वितीय, अध्यापन गर्ने विषय सबै, शैक्षिक योग्यता B.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 2 श्रीराम पराजुली जुगल 5, स्थायी प्रावि शिक्षक, अध्यापन गर्ने विषय सबै, शैक्षिक योग्यता I.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 3 सरस्वती पौडेल जुगल 5, राहत प्रावि शिक्षक तृतीय श्रेणी, अध्यापन गर्ने विषय सबै, शैक्षिक योग्यता B.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 4 दिनोनाथ अधिकारी जुगल 5, स्थायी प्रावि शिक्षक तृतीय श्रेणी, अध्यापन गर्ने विषय सबै, शैक्षिक योग्यता B.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 5 रामचन्द्र पौडेल जुगल 5, राहत शिक्षक प्रावि शिक्षक तृतीय श्रेणी, अध्यापन गर्ने विषय सबै, शैक्षिक योग्यता B.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 6 भोगेन्द्र कुमार यादव 70, सरकारी अनुदान, निमावि शिक्षक तृतीय श्रेणी, अध्यापन गर्ने विषय गणित, I.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 7 प्रवीणा तामाङ जुगल 4, गाउँपालिका अनुदान, निमावि शिक्षक तृतीय श्रेणी, अध्यापन गर्ने विषय अङ्ग्रेजी, शैक्षिक योग्यता I.Ed तालिम प्राप्त। क्रम संख्या नम्बर 4 सीता तामाङ जुगल 5, बाल विकास सहजकर्ता, शैक्षिक योग्यता I.Ed। क्रम संख्या नम्बर 9 BP लक्ष्मी लामा जुगल 5, खाजा सहयोगी, शैक्षिक योग्यता I.Ed। क्रम संख्या नम्बर 10 भीमलाल लामा जुगल 5, सहयोगी कार्यकर्ता, शैक्षिक योग्यता SEE।
यस विद्यालयको भौतिक सुविधाको अवस्थाहरू निम्न रहेको छ। विद्यालय भवन 4 वटा, 6 कोठे पक्की भवन मर्मत गर्नुपर्ने, कक्षा कोठा 10 वटा, फर्निचर 36 वटा, शौचालय छात्र र छात्राको लागि 1 वटा, विद्यालय कम्पाउन्ड, घेराबार, खानेपानी, खेलकुद मैदान, प्रयोगशाला, कम्प्युटर आइसिटी ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय भवन वा कोठा 1 वटा, कच्ची कक्षा कोठा TLC 4 वटा, मर्मत सुधार गर्नुपर्ने, शैक्षिक सामग्रीको व्यवस्था, तहगत विषयगत पाठ्यक्रम, विद्यार्थीलाई विषयगत पाठ्यपुस्तक, विषयगत शिक्षक निर्देशिका, सन्दर्भ सामग्री समेतको पुस्तकालय, खेलकुद सामग्री, विज्ञान, गणित तथा अन्य विषयको विषयगत शैक्षिक सामग्री। यस दोबङ पोखरी विद्यालयले विभिन्न चरणमा विभिन्न समस्याहरू पार गर्दै विभिन्न सहयोगी हातहरूबाट हातमा हात मिलाउँदै अहिलेको आधुनिक भवन, आधुनिक शैक्षिक सामग्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्जवल भविष्य निर्माण गर्ने लक्ष्य हासिल गर्दै आएको यस भिडियो मार्फत सम्पूर्ण शिक्षा प्रेमी समुदायका महानुभावहरूमा जानकारी गराउन चाहन्छौँ। शिक्षामा अवसरका ढोका खोलौँ, शिक्षण पेसामा